सिम त जानु लाग्छौँ है, देख्न सक्नुहुन्छ अगाडि भाउजू देख्न सक्नुहुन्छ। देखि सुरु हुन्छ ल है, सिधा अटो भाउजू बस्छन् गई। फेरि आज हाम्रो यात्रा छ सिम्ताको। सिम्ता भन्ने मेरो गाउँ जन्मभूमि ठाउँ हो, देख्न सक्नुहुन्छ। ज्याम्ने बजारदेखि माथि हामी अटोमा हिँडिसकेका छौँ। देख्न सक्नुहुन्छ गाउँघर तस्बिरहरू कस्तो लाग्छ हजुरहरूलाई देखाउन कोसिस गरिरहेको छु। देख्न सक्नुहुन्छ माथिको डाँडा चौपारी हामी सानो हुँदा भारी बोकेर हिँडेको बाटो हो। अहिले एकदमै राम्रो ठाउँ छ। अब यहाँदेखि राकमको सिन देख्न सक्नुहुन्छ पुरा। अब हेर्न सक्नुहुन्छ माथि वन जङ्गलहरूको यो हाम्रो गाउँमा जाने बिच बाटोमा वन जङ्गलहरू आउँछ। एकदम राम्रो भइरहेछ। अहिलेसम्म धेरै वर्ष भइसक्यो रोड पिच हुन सकेको छैन। अब यस्तै गरी हामी काप्चौरे भन्ने ठाउँमा आइपुगेका छौँ, जहाँ डुब्के मेला लाग्छ होइन, पहिलेदेखि लागिरहेको अवस्था हो। यो काप्री चौर पर्छ। काप्री चौरदेखि माथि हामी पुग्दैछौँ। हजुरहरूलाई देख्न चाहन्छौँ कस्तो छ, त्यस्तै सल्लाह सुझाव दिनुहोला। काप्री चौरको सिनहरू हेर्न सक्नुहुन्छ। एकदमै राम्रो सुन्दर ठाउँ भरिपूर्ण भएको छ। यस्तै भिडियो आउनको लागि फेरि पनि हामीसँग जुड्नु होला। ल अब हामी आइपुगेका छौँ माथि तामाकाडा भन्ने ठाउँ। तामाकाडाको यो ल हाम्रो भिनाको ठ्याक्कै भेटघाट भयो। रुखका टुक्का मात्रै दे गाइज कस्तो लाग्छ को हाम्रो भाउजूज्यू मक्खै हुनु भएको छ आज। फेरि माइत आउनु पाएर आज माथि सल्ली पाखा है, हेर्नु सल्ली पाखा। गाइज मिलेर आइपुग्यो। कस्तो लाग्छ सेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच।